यदि तपाईको खल्तीमा केही पैसा छैन भने र तपाईसँग कुनै पनि प्रकारको धन छैन भने, तपाईसँग धन सम्पत्ति केही छैन, खल्ती ऋतु छ र तपाईको कमाई कार्यहरू केही छैन, बेरोजगार हुनुहुन्छ भने तपाईलाई समाजले बहिष्कार गर्छ र घरको मान्छेले हेला गर्न थाल्छ र कुनै प्रकारका काम कार्यहरूमा तपाईको कुरा सुनवाउ हुँदैन। तपाईलाई सारा मान्छेले हेप्ने गर्छ र सबै प्रकारका कुराहरूबाट तपाईँ वञ्चित हुनुहुन्छ। त्यसकारण सम्पत्ति, पैसा, धन हुन जरुरी छ। यदि धन भयो भने एउटा बेकुबलाई पनि र अर्को लाटोलाई पनि र उसले नबुझ्ने मान्छेलाई पनि नमस्कार भनेर हिँड्छन्। र धन सम्पत्ति छैन, खल्तीमा सुक्को छैन भने तपाईँ वैज्ञानिक हुनुहुन्छ भने पनि तपाईँको अस्तित्व छैन। तपाईँ ज्ञानी हुनुहुन्छ भने तपाईँको अस्तित्व छैन। तपाईँ जतिसुकै क्लासमा पढेर आफ्नो जिन्दगीलाई उच्च स्तरमा निकाल्नुहोस्, कुनै मतलब छैन। तपाईँ PhD होल्डर हुनुहुन्छ भने पनि तपाईँको इज्जत छैन र तपाईँ कुनै प्रकारको काम कार्यमा अघिसर हुनुहुन्छ भने पनि तपाईँको इज्जत छैन। इज्जत छ त तपाईँसँग पैसा हुनुपर्छ र तपाईँको कमाइ हुनुपर्छ, तपाईँको रोजगारमा तपाईँ आबद्ध हुनुहुन्छ र काम कार्यमा तपाईँ अगाडि बढिरहनु भएको छ र धन सम्पत्ति जोडिरहनु भएको छ, पैसा आइरहेको छ भने तपाईलाई समाजले माया गर्छ, घरले सम्मान गर्छ र तपाईलाई सबैजनाले वाह गर्छ र तपाईको पछाडि धेरै मान्छेहरू झुम्बिन्छन् र तपाईलाई भगवान सरी मान्छन्। तपाईँ नदिनुहोस् उसलाई, तपाईँबाट उसले धेरै अपेक्षा राखेको हुन्छ र तपाईँमाथि ऊ धेरै ओभलाइज हुन्छ, आशावादी हुन्छ। तपाईँ कसैलाई नदिए पनि र तपाईँले गरेका काम कार्यहरू र तपाईँको गोजीमा पैसा छ, तपाईँसँग सम्पत्ति छ भने तपाईँ आफै सम्मानमा हुनुहुन्छ। यदि तपाईँको खल्तीमा पैसा छैन भने, तपाईँ बुङ्गा हो भने, रितो हुनुहुन्छ भने तपाईँ समाजको बहिष्कार हुनुहुन्छ। ध्यान दिनुहोस्। त्यसैले हामीले के रोज्ने, पैसा रोज्ने कि र हामीले ज्ञान ध्यान रोज्ने, तपाईँ आफै कमेन्ट गर्नुहोस्।